हेलो गाइस, सबैलाई स्वागत छ। आज म यसो मिनी भ्लग बनाउँदा गइरहेको छु। यो घर बाहिरको भ्यू हेर्नु, एकजना मान्छे हिँडे छैन, कति चिसो होला। तर पनि म चाहिँ हिँडे। चारैतिर स्नो नै स्नो छ। सुतेर बस्ने प्लान थियो तर जिम जाने प्लान बन्यो। ल अब हामी जिम पनि आइपुग्यो। जिमको नाम हो फिट फर लेस। अब हामी गाडी पार्क गरेर अब जिम गर्न सुरु गर्छौँ। सुरुमा म ट्रेडमिलबाट स्टार्ट गरेँ वार्मअपको लागि। त्यसपछि मैले ल्याट पुल डाउन गरेँ। यो चाहिँ ब्याकको वर्कआउट हो। यो चाहिँ सिटेड केबल रो हो। यो पनि ब्याककै वर्कआउट हो। यो ब्राउन टिस्यु चाहिँ मसिन क्लिनअपको लागि युज गरेको हो है। यो चाहिँ ग्लुट्स र खुट्टाको लागि राम्रो वर्कआउट हो। जिम गर्न सकिसकेपछि हामी चाहिँ घरतिर लाग्यो। जिम गरेपछि चाहिँ लास्टै भोक लाग्न थाल्यो। के खाम भइरहेको थियो। सो बाहिर जाने प्लान बन्यो अनि अहिले घर पुगिसक्यौँ हामी। अनि 2 मिनटमै फ्रेस भएर टक्क रेडी भएर निस्क्यौँ। अनि पछाडिको बहिनी र म सँगै नेपालबाट क्यानाडा आएको हो। एन्ड वी मेड अ प्लान टु गो टु इट कोरियन फुड। कोरियन रेस्टुरेन्ट कतै नजिक थिएन, सो वी हेभ टु ट्राभल मोर। ट्राभल गर्दा गर्दै वी फाइनली रिच आवर डेस्टिनेसन। जस्ट 2 मिनट वक गरेपछि रेस्टुरेन्ट आइपुग्यो। यो रेस्टुरेन्टको एम्बियन्स मलाई राम्रो लाग्यो। कोरियन भाइब आउँदो रहेछ। यो चाहिँ साइड डिसहरू हो। हाम्रो पोर्क पाक्दैछ। लुक डिलिसियस। ल अब पोर्क रेडी भयो। टेस्ट गर्दैछु। दामी लाग्यो मलाई। यो चाहिँ किम्ची प्यानकेक हो। यो चाहिँ मैले फर्स्ट टाइम ट्राई गर्न लागेको। एकदम दामी छ। यसपछि हामी खाएर घर फर्क्यौँ। थ्याङ्क्स फर वाचिङ।